यो पानीपुरी तपाईको सबै बेचिदिन्छु मलाई कमिसन दिनुहुन्छ के बात गरे पानीपुरी कति रे 50 रुपैयाँ म साच्चै बेचिदिन्छु ल आधा घण्टामा सब सक्यो ल 100 रुपैयाँ कमिसन दिनुहुन्छ भने म यो सबै बेचिदिन्छु 100 रुपैयाँ कमाएर 2 घण्टा लाग्छ व्हाट तपाईको यो कति होला यो पानीपुरी सबै अन्दाजै 5-6 हजार 5-6 हजार तपाईँ यो दिनभरि लाग्छ होला नि त बेच्नलाई दिनभरमा कहाँ भ्याउँछ कहाँ लगाया फोन आपका क्या नाम है हमसे क्या काम है ल यो 500 हजारको सामान म सब बेचिदिन्छु 1 घण्टामा मलाई 500 रुपैयाँ दिन्छ अबे जल्दी बोल कल सुबह पनवेल निकलना है म अहिले बनाइदिन नि हेल्प गर्छु मेरो फ्यान परे खोल्नु अनि त्यहाँ भित्र पनि भइहाल्छ दाइ बनाउनु मन सिकौँ दाइ दिन अब म पनि व्यापार गर्न यस्तो हेल्प गर्दिन्छु नि त बोल्दै 50 रुपैयाँमा चटपटे पानीपुरी म बेच्दिन यहाँ म गरिदिन्छु दाइ कति हो दाइ यो 5000 को सामान छ नि होइन अब बिक्री गर्दिन ये बड़ी अच्छी बात कही है बिग्यो भने त छ होइन अनि 5000 कमायो भनेदेखि चाहिँ मलाई 500 रुपैयाँ दिनु चाहिँ रेडी हो नि 500 रुपैयाँ ल पानीपुरी 50 रुपैयाँ दिदी पानीपुरी ल दाइ यतै बसिराख्नु म मान्छे लिएर आउँछु है त आज नयाँ वर्षको उपलक्ष्यमा चाहिँ म पानीपुरी पार्टी गर्दैछु एन्ड एभ्रीबडी इज इन्भाइटेड है जो पनि पानीपुरी खान चाहनुहुन्छ मेरो ठाउँमा आइपुग्नु होला पानीपुरी खाने पानीपुरी खाने ह्याप्पी न्यू इयर म्याम ह्याप्पी न्यू इयर ए सो गाइज ह्याप्पी न्यू इयर आज पानीपुरी पार्टी हुँदैछ गाइज पानीपुरी पार्टी राखेछ खाने नै अट्याक ल जाउँ न त जाउँ खाने हो जाम ल जाम एनीबडी क्यान जोइन है यो पानीपुरी पुगेन भने अर्को पानीपुरी दाइले ल्याउनुहुन्छ दाइ मैले गफ हान्छ हैन फेरि हो त हो वा चिन्यो अरे झूठ बोल रहा है ये झूठ बोल रहा है तिमी 2 प्लेट एक्स्ट्रा खाऊ है फ्री पानीपुरी हो जति खाने आज दाइको नाममा हो है म हेल्प गर्दिम ल हाल छोड्नु तुतु गर त ल सफा भयो है वाला कन्टेन्ट तपाईको हैन हो आमा वालाको हो राम्रो थिएन एकदम राम्रो मैले लाइक गरेको धन्यवाद So guys, आलु छोराउँदै मोटर गुराउँदै So guys, अब यो पानीपुरीको लिमिटेसन चाहिँ ठ्याक्कै 10 मिनेट छ 10 मिनेटसम्म जति खान सक्छ खाऊ है गाइस उसको गर्लफ्रेन्डको नाम चाहिँ शिवानी हो है शाबाश बेटा ए हो ब्याक भइसक्यो उ चाहिँ शिवानी शिवानी हेर्दै जाऊ ये फंस गया सीएम कति खान सकेको ठ्याक्कै 1644 भएको छ अब ठ्याक्कै 1654 सम्म चाहिँ जति खान मिल्छ खान्छन् एन्ड आज मेरो स्पोन्सर हो पुग्यो साँच्चै तिमी आउन खाऊ नयाँ वर्षको उपलक्ष्यमा मजाको खुसी बाँधिएन त उहाँको व्यापार भयो हामीले पानीपुरी खान पायो अनि म खुसी भएँ शिवानी 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 आउया हेत्तेरी पगाउला गयो हाम्रो टाइमिङ सकिन लाग्छ अब म ठ्याक्कै 30 गन्छु 30 12 1 गन्छु एन्ड जति दिन सक्नुहुन्छ दिनुस् खान सक्नुहुन्छ खानुस् है त 30 29 28 5 4 3 2 1 ह्याप्पी न्यू इयर एभ्रीवन एन्ड मेरो पानीपुरी पार्टीमा जो पनि आउनु भयो धेरै धेरै धन्यवाद सो अब फाइनल रिभिलेसन हुँदैछ दाइ हामी दाइ खुसी हुनुहुन्छ हैन दाइ कति भयो कति प्लेट भयो भन्नु त तपाईको भयो 750 रुपैयाँ मैले चाहिँ खासमा 5000 नै सोचेको थिएँ हैन तर 750 रुपैयाँ भारे छ अनि दाइ चाहिँ अघि नदेखि तपाईँ कस्तो त्यो पानी परे बेला पनि मजाले काम गर्नु भएको थियो नि खासमा मैले तपाईलाई गर्दिन थिएँ के तर त्यो पानी परिरहेको बेला पनि तपाईँ कस्तो मेहनत गरेर काम गर्नु भएको थियो त्यही भएर म यही आएको हो क्या र खासमा 750 भएको थियो तर ह्याप्पी न्यू इयर दाइ तपाईले पाउनुभएछ 1000 रुपैयाँ ल दाइ 2 प्लेट हालिदिनु न है So guys, for more giveaway, do follow me र do visit Oppass यस्तै धेरै कन्टेन्टको लागि चाहिँ मलाई फलो गरिदिनु होला
र मेरो पसल मेरो रेस्टुरेन्ट ओपासमा भिजिट गरिदिनु होला र जति धेरै बिजनेस मेरो राम्रो भयो त्यति नै धेरै यस्तो कन्टेन्ट देख्न पाउनुहुन्छ। सो डु भिजिट ओपास। पानी यस्तो धेरै परेको थियो होइन, अनि हामीलाई चाहिँ राजेश दाइले चाहिँ हामीलाई ओट लाउनलाई दिनुभएको छ। सो देखिरहनु भएको छ मेरो पछाडि चाहिँ यस्तो दामी दामी साइकल छ। कृष्ण साइकल स्टोर भन्ने छ होइन। सो तपाईँहरूलाई यदि साइकल चाहिने छ भने हामीलाई कन्ट्याक्ट गर्नु होला।